यो चाहिँ ल के भन्ने त भने ओके। अब यसमा चाहिँ हामीले मोडल भर्ब अहिले के सिकिरहेको थियौँ, मोडल भर्ब सिकिरहेको थियौँ होइन। अनि तपाईँहरूले चाहिँ दिमागमा के राख्नु पर्यो भने यी मोडल भर्बले चाहिँ अब यी मोडल भर्बहरूमा चाहिँ अब यो म्युसन क्योनन ड्युफ्रन जोलन र वोलन चाहिँ हामीले ह्यान्ड्समा सिकिसकेका थियौँ। अब यसको चाहिँ आज हामी चाहिँ आज चोइमा चाहिँ यसको प्रेटेरिटम फर्म चाहिँ सिक्न गइरहेछौँ। अनि यसको चाहिँ सबैमा तपाईँहरूले देख्नुभयो म्युसनको के भएको छ, यो मुस्टन भएको छ, क्योननको कोन्टन भएको छ, ड्युफ्रनको डुफ्टन भएको छ, जोलनको जोल्टन भएको छ, वोलनको वोल्टन भएको छ नि। अब यसमा चाहिँ तपाईँहरूले मात्र के बुझ्न पर्यो भने यसको चाहिँ बाँकी त्यही के जो टेस्टनको चाहिँ इसँग चाहिँ लास्टमा ए, डुसँग एसटे, एरजिएससँग चाहिँ टे होइन, यसँग टे, अनि विरजीसँग एएनवाला फर्मुला थियो नि त्यही हो सेम है। तर यसमा चाहिँ प्रेटेरिटम फर्म भएको कारणले इसँग जे लाग्यो एरजिएससँग त्यही लाग्छ। उता चाहिँ एरजिएस र इआरसँग सेम लाग्थ्यो भने प्रेजेन्समा, यहाँ चाहिँ केसँग लाग्छ, इस र एरजिएससँग सेम लाग्छ। त्यो बुझ्न पर्यो। त्यही भएर जस्तै ड्युर्फनको चाहिँ उता चाहिँ के हुन्थ्यो, प्रेजेन्समा हुँदाखेरि के हुन्थ्यो, इस डार्फ, डु डार्फ्स्ट, एरजिएसमा डार्फ, यता विरजिजीमा चाहिँ ड्युर्फन हुन्थ्यो, यता त्यो इयरमा ड्युर्फ्ट हुन्थ्यो हो। तर अब चाहिँ आज चाहिँ त्यो छैन, आज चाहिँ प्रेटेरिटम गरिरहेछौँ हामी। जस्तै इसँग हेर्नु त पुरै त्यो ड्युर्फ्टन थियो भने अब ड्युर्फ्ट भइदियो, डुसँग डुर्फ्स्ट भइदियो, डुर्फ्टस्ट भन्ने कि, एरजिएसँग डुर्फ्ट भइदियो, विर र जिजीसँग डुर्फ्टन भइदियो भने यसँग डुर्फ्टेट भइदियो क्या। यो चाहिँ हामीले दिमागमा राख्न पर्ने भयो है। अनि जोलनसँग पनि हेर्नु त, इसँग जोल्ट, डुसँग जोल्टेस्ट, ए जोल्ट, अनि जोल्टन, जोल्टेट, अनि जोल्टन। अब हामीले मेन कुरा यसको दिमागमा के राख्न पर्यो भने साथी हो, यसको चाहिँ के त अर्थ थाहा पाउनु पर्यो। म्युसन भने के थियो भने कुनै पनि कुरा अहिले गर्नै पर्छ भन्ने थियो भने म्युसन भने त प्रेजेन्स थियो। अब आज हामीले सिक्न लागेको हो प्रेटेरिटम। यो भनेको कुनै पनि कुरा गर्नै पर्थ्यो क्या त्यति बेला, अहिले होइन त्यति बेला गर्न पर्थ्यो तर गरेनौँ भन्ने सेन्स जस्तो क्या। अब कोन्ट, कोन्ट क्योननको अब कोन्टन भाषा, क्योनन भने के थियो भने आई क्यान भन्ने हो क्या, आई क्यान भन्ने हो अहिले हो। तर अब यो चाहिँ अ- अब यो कोन्टन भने आई कुड वाला हो के साथी हो, आई कुड डु इट, मैले यो गर्न सकेँ जस्तो क्या। क्यानमा चाहिँ सक्छु थियो भने अब यो कोन्टनमा मैले सकेँ, जस्तै मैले लेख्न सकेँ भने इस कोन्ट श्राइबन। अब भब लास्टमा जान पर्छ भन्न त भनिराख्न परेन, किनकि हामीले यो त प्रेटरिटम मात्रै सिक्या हो, प्यान्ट के अरे यता प्रेजेन्ट त सिकिसकेका छौँ, सबले भब त लास्टमै जान्छ है। अनि अब ड्युर्फन भने के थियो भने ड्युर्फन भने के थियो, युआर अलाउड, तपाईँलाई चाहिँ अनुमति छ भन्ने थियो हो। यु मे भन्ने सेन्स थियो भने अब ड्युर्फन भनेको यु यु युआर अलाउड इट क्या, तपाईँलाई अनुमति थियो क्या, तपाईँ त्यति त्यो प्रसङ्गमा चाहिँ थियो सेन्स हो क्या है। अनि जोलन भने के थियो, अहिले कसैलाई सुझाव सल्लाह दिनुपर्ने थियो नि, जस्तै यु सुड गो भन्नु पर्यो भने के भन्थ्यौँ, टु जोल्स्ट गेहन भन्थ्यौँ हो कि होइन। तर अब तपाईँले जान पर्थ्यो क्या त्यति बेला भने डु जोल्टेस्ट ज्ञान हुने रहेछ क्या है। अब अ, वलन भनेको थियो वान्ट थियो। अब यसको चाहिँ अब अहिले त मैले यो सरसर्ती खालि चाहिँ यसरी यो टेबल मात्रै बुझ्नु भयो कि नै भने अब यसको इक्जाम्पल चाहिँ म तलतिर भन्छु। अब हेर्नुहोस् त अब यो चाहिँ साथी हो चाहिँ यो तपाईँहरूले म्योस्टन यहाँ माथि कहीँ भेट्नु हुँदैन नि, हेर्नु त कहीँ म्योस्टन भेट्नु भयो र, यहाँ कहीँ म्योस्टन छ, छैन नि। यो चाहिँ यो म्योगनको भिटु चाहिँ म्योस्टन थियो कि साथी हो त्यो, त्यही भएर नभेट्नु भयो है। तल लेखा छ हेर्नु त, म्योस्टन के प्रेटरिटम फर्म थियो के। अब जनरली चाहिँ हामी यो म्योगन चाहिँ यसरी कन्जुगेट भएको थियो, म्योगनको चाहिँ इस
मोस्ट, डु मोस्टेस्ट, एचसँग मोस्ट, ए मोस्टन, अनि मोस्टेट, अनि मोस्टन, प्रेटेरिटम अफ मोस्टन। अब तर अनि म्योस्टनको चाहिँ प्रेटेरिटम चाहिँ फेरि म्योस्टनको आफैको चाहिँ प्रेटेरिटम चाहिँ वल्ट हुन्छ है, यो चाहिँ थाहा पाउनु पर्ने है। यो चाहिँ म्योगनको चाहिँ म्योस्टन भयो है, म्योगनको चाहिँ प्रेटेरिटम म्योस्टन भयो, जसको कन्जुगेसन चाहिँ यो हो साथी, यो हो है। यो चाहिँ त्यही भएर यो म्योगनको चाहिँ इस्म्योस्ट मोस्ट भयो, हेर्नु न, डु मोस्टेस्ट। म्योगनको भिटु चाहिँ म्योस्टन हो है, त्यही भएर त्यही अनुसार कन्जुगेट भयो। तर यो आफै जो म्योस्टन छ, यसको प्रेटेरिटम हो वोलन, वोल्टन क्या। किन भन्दाखेरि सेम सेम भयो होला। यस है, त्यो चाहिँ ख्याल गर्नु पर्यो है। अब अब मेन कुरा भबको स्ट्रक्चर, मोडल भबको प्रेटेरिटममा यसको चाहिँ के हो भन्दाखेरि मोडल भबलाई चाहिँ कन्जुगेटेड गर्ने इन प्रेटेरिटम फर्ममा, अनि त्यसको पछाडि मेन भब चाहिँ फुल इन्फिनिटिभमा, जो चाहिँ प्रेजेन्सको जस्तै राख्ने हो क्या है। जस्तै सब्जेक्ट जुबियाट प्लस प्लस मोडल भब इन प्रेटेरिटम प्लस मेन भब इन इन्फिनिटिभ फर्ममा चाहिँ यो जाने भयो क्या। जस्तै मानौँ कि यहाँ हेरौँ न, यहाँ चाहिँ अब त्यसको चाहिँ तल डिटेलमा चाहिँ गएर देखाएँ, हेर्नु त। उम्, क्योननको चाहिँ क्योनन भनेको के थियो, क्यान थियो होइन त, आई क्यान डु इट वाला थियो। अब यसको भिटुमा चाहिँ के हो त, अब क्यानको भिटु त कुड हो, अथवा वाज एबल टु हो कि होइन। अब यो चाहिँ क्योनन नभएर कोन्टनबाट चल्ने भयो क्या, कोन्टनबाट। जस्तै हेर्नु न, प्रेजेन्समा इस कान गुड स्विमन, आई क्यान स्विम वेल, जस्तो क्या। अब यो प्रेजेन्स फर्ममा जो हामीले A1मा पढाएको थियौँ, यो साथी हो A1मा पढाएको थियौँ। यो चाहिँ अब आज हामी पढ्न लागेको यो वाला हो कि प्रेटेरिटम फर्म आचोयमा है। इस कोन्ट गुड स्विमन, इस कोन्ट गुड स्विमन। अब चाहिँ फेरि म A2 गरिरहेको छु न भन्ने है त। म A2 गरिरहेको छु न भन्ने, इस्मा क आचोय, अब त आचोय भन्न पर्यो नि त होइन। अँ, अब हेर्नु, स्कोन्ट भने आई कुड स्विम, आई क्यान राइट भन्यो भने चाहिँ के होला, जस्तै आई क्यान राइट भन्यो भने के होला। ल सुजाताले भन त, आई क्यान राइट भने के हो सुजाता? स्कान। पुरै भन। आई क्यान राइट भन्ने अँ, स्कान सराइमान। अब आई कुड राइट भन, अब आई कुड राइट भन। स्कोन्ट सराइमान। गुड, स्कोन्टस राइट हो। अब यसरी चाहिँ टक्क हुने भयो क्या। अब हेर्नु त, म्युसन भने चाहिँ के थियो, मस्ट, कुनै पनि कुरा अहिले हुनै पर्छ टाइपको क्या है। मस्ट, मस्ट अथवा ह्याभ टु, मस्ट पनि हो यो म्युसन भने, अर्को ह्याभ टु पनि हो। तर अब आज चाहिँ अब यो भिटुमा चाहिँ म्युसनको चाहिँ भिटु चाहिँ ह्याड टु भइदिन्छ कि, मैले गर्नु पर्यो क्या, यसो यसो गर्नु पर्यो, मेरो बाध्यता हो भने जस्तो क्या, नु पर्यो, मैले गर्नु नु पर्यो जस्तो सेन्स के साथी हो है। नु पर्यो, लेख्नु पर्यो। अब जस्तै तपाईँले लेख्नै पर्छ भन्यो भने चाहिँ डु मोस्ट स्क्राइबन थियो नि। अब तपाईँले लेख्नै पर्यो अहिले भन्यो भने डु डु मोस्टेस्ट स्क्राइबन हुने भयो क्या। त्यो बुझ्नु पर्यो क्या अब हामीले। अब ह्याज ह्याज ह्याभ टुको चाहिँ ह्याड टु भयो क्या। जस्तै म्युसन भने चाहिँ अहिले गर्नै पर्छ थियो भने, यो चाहिँ गर्नै पर्यो अथवा त्यो गर्नै पर्थ्यो सेन्स भयो क्या। अब ड्युर्फन भने के थियो अरे, जस्तै वेयर ड्युर्फन हियर पार्क, हामीलाई यहाँ पार्किङ गर्न चाहिँ अनुमति छ क्या अहिले। तर यो प्रेटेरिटममा चाहिँ फेरि चाहिँ के भयो, वेयर डुर्फ्टन डोर्ट पार्कन, वी वेयर अलाउड इट, पहिल्यै नै अनुमति थियो क्या। अब छ होइन, थियो सेन्स, त्यो हुने भयो। अनि जोलनको पनि हेर्नु त, जोलन भने चाहिँ के थियो, अहिले कुनै पनि कुरा गर्नुपर्छ है, सजेसन थियो नि त होइन र। अब ए हियर जोल्ड हियर हाउस अफ वेबन माखन, होइन, तपाईँले अहिले चाहिँ युआर सपोज टु डु होमवर्क होइन। तर हियर जोल्टेड भन्ने बित्तिकै चाहिँ फेरि चाहिँ यु वेयर सपोज टु, हेर्नुहोस् त,
पास्ट फर्ममा गयो क्या है। अनि वलन भने चाहिँ के थियो, वान टू एयरविल आइन बुक लैजन है, किताब पढ्नेको कुरा गरिरहेछ भने एयर वर्ल्ट आइन बुक लैजन वान्टेडको कुरा गर्यो कि। अब त्यस्तै म्योगन भने लाइक थियो भने म्योगनको माग यो प्रेजेन्समा थियो भने हेर्नुहोस् त मोक्स्ट मोस्ट भने चाहिँ यो प्रेटेरिटममा भयो। अब यसको लागि मेन कुरा चाहिँ के हेर्न पर्यो भने साथी हो, माथिको यो टेबल छ नि, यो टेबल चाहिँ फुल्ली दिमागमा चल्न पर्यो क्या। यो टेबल चाहिँ कोसँग चाहिँ के हुन्छ होइन, यो टेबल चाहिँ दिमागमा चल्न पर्यो सबजनाको है, अनि बल्ल सजिलो हुन्छ। अनि त्यस्तै चाहिँ फेरि अब अर्को साथी हो, एउटा थप प्रेटेरिटम फर्म पढ्छौँ है, सरी प्रेटेरिटम पढ्यौँ। अब मोडल पर्फेक्ट, मोडलको पनि पर्फेक्ट फर्म पढ्छौँ। अब हेर्नुहोस् त मोडलको पर्फेक्ट फर्म कहाँ प्रयोग हुन्छ भन्ने होला अर्को। मोडलको पर्फेक्ट फर्ममा चाहिँ मोडलको पर्फेक्ट फर्ममा हेर्नु त मोडलको पर्फेक्ट फर्ममा इ मोडलको प्रेटेरिटम फर्म कहाँ, इक्जाम्पलमा चाहिँ के भन्यो, इस हाब डुएच लर्नन म्युसन। हेर्नु त साथी, यहाँबाट हामीले फर्मलाई गेस गरिहाल्यौँ। इस भनेको सब्जेक्ट लाग्दो रहेछ, अनि हाबन लाग्दो रहेछ, सब्जेक्ट प्लस हाबन प्लस अरू अब्जेक्ट लाग्दो रहेछ, अब्जेक्ट, अनि फेरि मेन भर्बको पनि पुरै V1 अथवा इन्फिनेटिभ फर्म, अनि मोडल भर्बको पनि पुरै इन्फिनेटिभ फर्म। गेस भइगयो त, सब्जेक्ट प्लस हाबन प्लस अब्जेक्ट प्लस इन्फिनेटिभ अफ भर्ब प्लस इन्फिनेटिभ अफ मोडल भर्ब है। अब यो मोडल प्रेटेरिटिभमा यहाँ चाहिँ फेरि सब्जेक्ट प्लस सिधै V2 प्लस होइन अदर प्लस लास्टमा भर्ब फर्म भएको भयो। अब हेर्नु त, डिस्क्राइब पास्ट इभेन्ट्स विथ इम्फेसिस अन द रिजल्ट है, यो चाहिँ के को लागि प्रयोग हुने रहेछ, इम्फेसिस अन द रिजल्टमा हान्ने रहेछ, बढी चाहिँ जोड चाहिँ रिजल्टमा दिने रहेछ यसले। यो मोडल पर्फेक्ट प्रयोग गऱ्यौँ भने यो चाहिँ पास्ट अफ ओब्लिगेसन अथवा पोसिबिलिटीलाई चाहिँ बढी हेर्ने रहेछ कि। अब यो चाहिँ बोल्ने बेला धेरै उनीहरूले प्रेटेरिटिभ प्रयोग गर्दैन है साथी हो, पर्फेक्ट फर्म प्रयोग गर्छन् स्पोकनमा चाहिँ। लेख्ने बेला चाहिँ फेरि चाहिँ यो चाहिँ प्रेटेरिटिभ बढी प्रयोग गरिरहेको हुन्छन्। म एकचोटि इङ्ग्लिसको इक्जाम्पल दिन्छु जसले गर्दाखेरि तपाईँहरूलाई सजिलो होला। जस्तै इस आई क्यान राइट भन्यो भने जस्तै त्यो चाहिँ प्रेजेन्समा थियो, अनि आई कुड राइट भन्यो भने त्यो चाहिँ पास्टमा थियो, आई कुड ह्याभ रिटन भन्यो भने त्यो चाहिँ पर्फेक्टमा थियो कि साथी हो है। अब जस्तै के थियो, आई क्यान राइट भने के थियो, इस कान श्राइबन, म लेख्न सक्छु, अनि आई कुड राइट भने के थियो, प्रेटेरिटिभ फर्म थियो, इस कोन्ट श्राइबन। पर्फेक्ट फर्ममा चाहिँ के भयो भने इस हाब श्राइबन क्योनन, इस हाब श्राइबन क्योनन, पुरै श्राइबन अनि पुरै क्योनन। अब इस हाब ein brief schreiben können, ich habe einen brief schreiben können। बुझ्नुभयो बुझ्नुभयो। अब जस्तै यहाँ हेर्नु त स्ट्रक्चरमा चाहिँ यसको चाहिँ के हो भने हेर्नु त हाबन लाग्छ, यहाँ जाइन लाग्दैन है साथी हो, फेरि पर्फेक्ट भनेर कहीँ जाइन चुज गर्नु होला, यहाँ मोसन भए पनि नभए पनि जाइन लाग्दै लाग्दैन है, ख्याल गर्नु होला। अनि इन्फिनेटिभ अफ मेन भर्बको पनि इन्फिनेटिभ लाग्छ, मोडल भर्बको पनि इन्फिनेटिभ लाग्छ। यी फर्मुला यस्तो हो, यी हेर्नु, सब्जेक्ट लाग्ने अनि जाइनलाई के अरे हाबनलाई कन्जुगेट गर्ने, जाइन लाग्दै लाग्दैन, अनि मेन भर्बको पनि इन्फिनेटिभ गराउने, मोडल भर्बको पनि इन्फिनेटिभ गराउने है। यो चाहिँ अनसर्टेनिटी अथवा हाइपोथेटिकल सिचुएसनको लागि बढी प्रयोग हुन्छ है। जस्तै इस्कान श्राइबन भन्यो भने म अहिले लेख्न सक्छु भयो, इस्कोन्ट श्राइबन भन्ने मैले लेख्न सकेँ भयो भने इस हाब श्राइबन क्योनन भनिदियो भने कसैले म लेख्न सक्थेँ क्या, तर लेखिनँ क्या, त्यो खालि सक्थेँ मात्रै सेन्स भयो क्या। अब हेर्नु, अब म्युसनको चाहिँ अब प्रेजेन्टमा के भयो, इस्मुस माइन हाउस अफ गाबन माखन, आई हेभ टु डु माई होमवर्क।
अब पर्फेक्टमा के भयो हेर्नु त इस हाब माइन हाउस आउफ गाभन माखन म्युसन म्युसन पनि पछाडि आयो क्या। अब क्योननको पनि त्यस्तै छ, टक्कै हेर्नु होला। मैले भनेको कुरा बुझिराख्नु भएको तपाईँहरूले? सर यो हजुर म्युसनको अलि बुझाइदिनु। म्युसन भने चाहिँ नानी कुनै पनि कुरा अहिले गर्नै पर्छ थियो नि त होइन र? जस्तै सुजाताले अ, पढ्नै पर्छ भन्यो भने मैले सुजाता सुजाता के भन्थे? मोडल पर्फेक्ट मोस्ट सुजाता मोस्ट लेजन्ड भन्थे होइन? तर अब सुजाता मोस्ट लेजन्ड किनकि प्रेजेन्स हो नि त, पढ्नै पर्छ भन्यो भने त अहिले। अनि तर अब यसको चाहिँ प्रेटेरिटम बनाउन खोज्यो भने, पढ्नै पर्यो भन्ने सेन्स बनाउन खोज्यो भने सुजाता मोस्ट लेजन्ड हुने जता भयो। हाब हाब अनि फेरि पर्फेक्ट बनाउनु पर्यो भने पढ्नै पर्थ्यो तर पढिन त्यसले भन्ने सेन्स दिलाउन खोज्यो भने सुजाता हाट सुजाता हाट लेजन म्युसन। कुरा बुझ्यौ सुजाता? हजुर बुझ्या हो कि त्यत्तिकै हजुर भने हो? त्यहाँ यसो हेर्नु पर्यो है यो टक्क। त्यत्तिकै हजुर चाहिँ नभन्नु होला। अब यी सबैको यो चाहिँ तल चाहिँ गर्दै हात यसलाई चाहिँ अब तपाईँहरूले चाहिँ मजाले पढ्न पर्यो। यसरी पढ्यो पहिला आफूले पढ्यो भने नि अलिअलि मजाले गेस गर्न सजिलो हुन्छ क्या। अनि यो बिचमा जसको अगाडि चाहिँ अडियो कनेक्सन स्लो भएको थियो त्यस्तो भएको थियो भने पनि म यो अहिले तपाईँहरूलाई पढाएको कुरा रेकर्ड गर्दैछु अनि यो चाहिँ त्यहाँ ग्रुपमा हालिदिन्छु। अनि फेरि एकचोटि हेर्नु होला। जस्तै मैले अहिले भने केही नेट स्लो भएर बुझ्दै आएन भने है। जस्तै हेर्नु न, म्योगन भने के छ, लाइक टु छ भने प्रेजेन्टमा इस्माग सोकोलाडा एसन। हेर्नु त मलाई चक्लेट खान मनपर्छ भयो नि। तर यी मोडल पर्फेक्टमा चाहिँ के लाग्यो भने इस हाब सोकोलाड एसन म्योगन। केही गर्नु पर्दैन यहाँ भित्री सित्री पर्फेक्टमा चाहिँ नत्र उता त पेज चोइ लगाउँथ्यौ नि के अरे टेन्सतिर। तर यहाँ चाहिँ केही गर्नु पर्दैन कि एकदम इजी छ कि त्यो पेज चोइ चाहिँदै चाहिँदैन यहाँ त। किसन सर बुझ्नुभयो हजुरले? हजुर बुझ्नु भयो नि? हजुर हजुर सर ए अनि जीवन भाइ? हेलो जीवन। हजुर सर। हजुर सर। स्लाफिस्ट डु नो सर नो सर। ओके। बुझे खाम होइन त? एकचोटि हेर्नुपर्छ राम्ररी त बुझिन्छ सर। ल भोलि बुझ्या हुनु पऱ्यो। भोलि सर र सेन्टेन्स बनाउनु सक्नु पऱ्यो है त। आज यति गरौँ जस्तो लाग्यो। यो फेरि धेरै हुन्छ कि यसको चाहिँ। अब भोलि चाहिँ मलाई चाहिँ ग्रुपमा चाहिँ सबैजनाले चाहिँ अम्, अ, प्रत्येकको चाहिँ एउटा प्रेजेन्स एउटा प्रेटेरिटम एउटा पर्फेक्ट तिनवटा यो सातवटै मोडल भर्बको तिनवटा चाहिँ सेन्टेन्सहरू बनाउने है त। बनेर सबैले चाहिँ हाउस अफ द अब त्यही भयो त्यसलाई ग्रुपमा हाल्नु होला। अनि म चेक गर्छु त्यसरी है त। अब मिटिङ पनि अब हाम्रो यो 2 मिनट मात्रै बाँकी छ। यो अब आफै कट हुन्छ लिङ्क फेरि यो 45 मिनट मात्रै दिने रहेछ कि जुमले। उम्, अब ठिक छ, यति चाहिँ पढेर आउनु होला। अनि यसको चाहिँ होमवर्क चाहिँ ग्रुपमा स्योर हाल्नु होला है फेरि। ल यसको चाहिँ म अहिले चाहिँ यो रेकर्डिङ पनि त्यही ग्रुपमा पठाइदिन्छु। फेरि बुझिएन भने एकचोटि फेरि चाहिँ खोल्नु होला त्यो भिडियो चाहिँ प्ले गर्नु होला रिप्ले अनि सजिलो हुन्छ है त। ल गुटे नाक्ट चाहिँ गुड नाइट गुटे नाक्ट है त।